जाँदा नजाँदै फेरि अर्को साथीको बिजा लाग्यो। मेरो दिनेश मित्र, मेरो भीमनगरको सान दिनेश। सिजन जी भेटे यार। ओए सिजन सोल्टी, ओए एउटा अर्को नौलो कुरा कि फेरि यहाँभित्र छिर्नलाई टिकट चाहिँदो रहेछ कि हामी यतिकै टुई आइदिएको, टिकटै काटेन। यहाँभित्र आएर पो यहाँ जू छिर्न पाउँछ भनेको त पाउँछ, खै टिकट दिनु अघि गेटमा काटेको अरे। ए यहाँ चाहिँ फेरि यस्तो पार्टीको तयारी, पोर्क आम्बो ओहो जिन्दगीको अब स्ट्रगल, नयाँ स्ट्रगल सुरु हुन्छ अब लाइफमा होइन। हाम्रो दिनेशजीको त्यस्तै छ हाम्रो यहाँ पार्टी, खानेकुराहरू फेरि खानेकुराहरू फेरि आम्बो के यार। ल हेलो नमस्ते मेरो युट्युब फ्यामिली सबैजनालाई, वेलकम ब्याक टु न्यू डे न्यू भ्लग भने जस्तै आज पनि दिनको सुरुवात भइसक्यो। यसै गरी तपाईहरुलाई नभेटेको मेरो धेरै दिन भइसक्यो। आज म तपाईहरुसँग भेट्न आइरहेको छु साथीहरु भन्दै अस्ति भर्खरै एउटा साथी मेरो विदेश गएको थियो, असिम सोल्टी। आई मिस यु, लभ यु रेगे। तपाईलाई धेरै माया हेर्दै हुनुहुन्छ नि मेरो भ्लग। र फेरि एउटा साथी जाँदा नजाँदै भन्ने हैन नआएको यार, जाँदा नजाँदै फेरि अर्को साथीको बिजा लाग्यो। मेरो दिनेश मित्र, मेरो भीमनगरको सान दिनेश जापान जाँदै हुनुहुन्छ उहाँ, छिट्टै कमिङ सुन भित्रै। आज उसको चाहिँ पार्टी, फेरि अस्ति त्यस असिम सोल्टीको पार्टी, आज दिनेशको पार्टी। कति खाने हामीले पार्टी, जहिले पार्टीवाला भ्लग, जहिले बाहिर निस्केको भ्लग। के गर्ने साथीहरू, यस्तै हुँदो रहेछ दिन, उमेरै यस्तो डुल्ने, के गर्ने। ठिकै छ, ढिलो चाँडो गर्न पर्छ। आज चाहिँ फेरि यसरी किन मैले यसरी नबनाएको भ्लग भन्नेलाई एउटा समात्ने मेरो बेस्ट फ्रेन्ड, मेरो साथी, मेरो सोल्टी, के भन्ने खुसी गुरुङ। म अब खुसी गुरुङलाई इन्ट्रोड्युस गराउँछु हजुरहरू सामु। ए बेस्ट फ्रेन्ड, हेलो बेस्ट फ्रेन्ड आइसकेको छ। अब हामी यहाँबाट एकछिन बाहिर निस्किने, अनि त्यसपछि सिजनजी बजार गए। अहिले सिजनजी भरे भेट्ने सिजनजीलाई, अनि त्यसपछि हामी फेरि भेट्छु आएर भ्लगमा। सिजनजीलाई भेटाउँछु, असिमलाई भेटाउँछु, आज धेरैजना साथीहरू भेट्छ हाम्रो। ल है हामी चाहिँ अब निस्के सिजन। अहिले चाहिँ म कहाँ थिएँ भन्दाखेरि अघि घरबाट नि स्टार्ट गरेँ होइन मैले भ्लग। खासमा म सिजन सोल्टी घरमा थिएँ, त्यहीँबाट भ्लग स्टार्ट गरेको। ल हेर्नुहोस् साथीहरू, अहिले चाहिँ हामी सानोगढी आइसके। सानोगढी ल हेर्नुहोस्, हाम्रो सानोगढी, राम्रो सानोगढी, दामी छ ठाउँ। सूचना यहीँतिर जाने हो, आउनु न हेर्न त हो नि, बाल्यो भएन आउनु। यस्तो छ केटाहरू, यस्तो दामी गरेर रहेछ है, फुलसुल रोपेर। जाउँ उता हामी खास गरी यहाँ यो हेर्न आएको होइन, हामी त्यत्तिकै चिल गर्न आएको। यत्तिकै आउँदा उडी जाउँ त म पन्छी होइन बस्नलाई त्यहाँ पुरा यस्तो हो क्या सोल्टी। यता चाहिँ पिकनिक सिकनिक खान्छ होइन, यता चाहिँ पिकनिक सिकनिक खाने हो। अनि यता खाने, यता यहाँबाट यता जाने, त्यो योबाट अनि उता चाहिँ मान्छे जलाउँछ कि। मलाई त्यो पनि हो कि के भन्छ त्यो जलाउनेलाई के हो, खै मलाई भन्ने होइन। के घाट, मसान घाट, के हो मसान घाट हो त्यस्तै, खै के होला त्यही हो। ए अनि बाइ द वे यार, हाम्रो यो सानोगढी चाहिँ हाम्रो स्कुलको ग्रान्डीको फेयरवेल दिने ठाउँ पनि हो। फेयरवेल दिने ठाउँ नि, हामीलाई फेयरवेल यहीँ दिन्थ्यो कि स्कुलबाट, 9 र 10लाई फेयरवेल दिने। हामीले 10लाई नि फेयरवेल यहीँ दिएको हो कि यहीँ दिएको हो, हामीलाई नि यहीँ दिएको हो। अहिले चाहिँ कहाँ लान्छ थाहा भएन। हाम्रो चाहिँ पहिला फेयरवेल यहीँ हुन्थ्यो, ओ त्यहाँनिर बस्थ्यो पिकनिक। रमाइलो हुन्थ्यो यार पहिला स्कुलमा पढ्ने बेलामा। अहिले त त्यतिखेर झ्याउ लाग्थ्यो, के रमाइलो हुने यार स्कुल पढ्न नि। दामी छ ठाउँ चाहिँ देखाएन मैले तपाईँहरूलाई, मेरो अनुहार मात्रै देखा अघि नबाट भन्नुहुन्छ होला। यस्तै छ ठाउँ, ट्याक ट्याक चप्पल पड्काउँदै प्ल्याट ट्याक हिँड्दै बेस्ट फ्रेन्ड र म।
त्यही काटुँ कति धेरै यहाँ बाँसको रुखहरू के के भन्छ बाँसको रुख रे बाँसहरू त्यति बाँसको रुख भन्न आएर ल अहिले उता एक ठाउँमा बस्छु आनन्दले अहिले त्यहाँ जू पनि जानु पर्ला त्यहाँ नि गयो भने त्यहाँ नि देखाउँछ अहिले है अहिले एकछिन भेट्छु फेरि ल अहिले चाहिँ हामी यहाँ जूभित्र पसिसकेँ साथीहरू तपाईँहरूलाई म देखाउँछु अजिङ्गर कस्तो ल हेर्नुहोस् अजिङ्गर यहाँ नि छ अनि यहाँ कुना पनि छ कस्तो त्यहाँ त फोकस होइन यार यहाँ कत्रो छ हो यो नि आम्बो त्यस्तै गरी यहाँनिर छ पिकक ओ यहीँ नि रहेछ त यार यहाँ नि रहेछ कि मैले त यादै नगरेको यार कता गयो देख्दैन यार आमा हेर न यहाँ साथीहरू कत्रो उयो त आम्बो कत्रो आएर त थेट मैले त देखेदैन बेसमेन्ट तपाईँले देख्नुभयो यहाँ हेर नि यहाँ रहेछ कत्रो मैले त के थाहा उताको हेर्दै बसेको यो पो रहेछ कत्रो क्या हो अघि देखेदैन है मैले यहाँ आम्माम कत्रो हेऱ्यो त यहाँसम्म हो कि यहाँसम्म म त यता हेर्दै बसिरहेको पिकक देख्न सक्नुहुन्छ फेरि यहाँनिर हजुरहरूले पिकक ओ मयूर नाच्दै एकचोटि नाच्दैन त्यो त यहाँ चाहिँ अन्डा पनि रहेछ के को अन्डा हो यार अन्डा रहेछ त्यहाँ के को अन्डा हो भनेर त यो चरा के हो यार यो के हो यो कस्तो जालीले गर्दा किन नदेखि यार जालीले गर्दा के हो यार यो के हो कमेन्ट गर्नु त साथीहरू के हो यो वन कुखुरा हो कि के हो बेसमेन्ट के हो यो के हो वन कुखुरा हो उता अन्डाहरू पनि छ कि हेर्नु फोहोरमा देख्नुभयो ओइ खरायो देख्न सक्नुहुन्छ हजुरहरू फेरि यहाँनिर ऊ यहाँ छ कतिहरू खरायोको सिङ छैन कता हरायो यहाँ चाहिँ के हो फेरि के हो यो मृग ओए सिजनजीको साथी सिजनजी भेट्यो यार ओए सिजन सोल्टी यता यार सिजन सोल्टी भेट्यो यार यो त नहेर पनि धेरै सिजन सोल्टी दिनकै देखिरहेको हुन्छ यो र सिजन सोल्टी उस्तै त हो के हेर्ने यहाँ चाहिँ के हो यो नि बाँदर के होला है के छ थाहै छैन कि मलाई कति पछि आएको यहाँ रहेछ यार मयूर माथि यहाँ रहेछ मयूर ट्याक्क मयूर देख्न सक्नुहुन्छ हजुरहरूले ओइ मरेको गैँडा रहेछ त्यहाँ त होइन र यो मरेको गैँडा पनि रहेछ यसो राख्या मरेको गैँडा मरेको गैँडा पनि रहेछ के हो यो मगर कहीँ मगर गइरह्यो यार यसको नाम त आमा गरेर बस्यो त होइन जिउँदै हो यस्तै हो यिनीहरू चल्दैन झन् त्यो विक्रम बाबु जाने बेलामा कति धेरै होला देखेँ होइन तपाईँ जानु भाइ भएन हो त्यहाँ झन् कति धेरै छ यस्तै हो यिनीहरू त 1-1.5 घन्टा 2 घन्टासम्म बस्छ होला यत्तिकै नचलिकन पागल हो यिनीहरू नि साइको अनि एउटा अर्को नौलो कुरा कि फेरि यहाँभित्र छिर्नलाई टिकट चाहिँदो रहेछ कि हामी यत्तिकै टुई आइदिएको टिकटै काटेन यहाँभित्र आएर पो यहाँ जू छिर्न पाउँछ भनेको त पाउँछ खै टिकट दिनु अघि गेटमा काटेको अरे
कतिखेर काटेर हामीलाई त काट्दै काटेन भनेको त ल हो र काट्नुपर्छ नि त भन्दै यतिको फ्रीमा छिराइदियो क्या हामीलाई त रमाइलो भयो के थाहा छ अब जाने बेलामा त के अघि नै काटेर भित्र उता दियो भनिदिने यता भालै होइन कसले नकाट भन्थ्यो हामीलाई यताको लोकल हुन्छ सोच्यो होला है अहिले चाहिँ बेस्ट फ्रेन्ड र म यहाँ सोल्टे र म चिलमा बस्दै आनन्दले दुःख सुखका कुरा गर्दै यसरी ठाउँ हेर्दै नारेनी यस्तरी उता त मान्छेहरू हुन्छ हामी यहाँ बस्या आनन्दले कुरा गर्दै बसिरहेछ अब एकछिनमा निस्किने घरतिर अब यहाँबाट निस्केर कहाँ जाने घर जाने है यहाँबाट निस्केर घर जाने घरमा गएर एकछिन बस्छु एकछिन घरमा बसेर अनि फेरि एकछिन घरमा बसेर फेरि दिनेशकोमा जानु छ आज बेलुका है दिनेशकोमा जानुपर्छ अहिले बेलुका निस्केर फेरि एकलट दिनेशकोमा जान्छु अनि एकैचोटि अब झ्याउ लगाइसक्यो भ्लग बनाउँदा बनाउँदा हाते गलिसक्यो अहिले एकैचोटि दिनेशकोमा गएर भेट्छु फेरि तपाईँहरूलाई अब यहाँबाट निस्केर घर जाने घरबाट अनि त्यसपछि ब्याक टु दिनेश हाम्रो प्यारो लभली दिनेश रे के आजको दिन त लभली हो क्या पार्टीको लाउनु गएर भोलिबाट चिन्दैन हो क्या त्यस्तो होइन तर चिन्छ मैले ल अब एकैचोटि दिनेश सोल्टी घर गएर भेट्छु फेरि ब्याक टु बाबाई सुत्ने क्या अहिले हामी आइसके असिलगढ अब हामी जाने दिनेशको घर पार्टी खान यसले चाहिँ मलाई भ्लग बनाएको रेकर्ड गरेर गर रेकर्ड गर अहिले भरे युट्युबमा हेर बरु के गरेस् के अब हामी यहाँबाट दिनेश घर जाने दिनेश घर गएर आज पार्टी साटी हान्ने अलिअलि मेरो सोल्टीलाई गएको सेफ फ्लाइट पनि सिजन चाहिँ फेरि यहाँ टेन्सन भयो कि उसलाई फेरि उसको आफ्नो छुट्टै टेन्सन उसको उसको छुट्टै टेन्सन छ अरे लाइफकै टेन्सन छ अरे उसलाई छुट्टै है एन्सम तैँले पनि हाई भन्न मेरो ब्लगमा भन त ल अब अहिले एकछिनमा दिनेश घर पुगेर देखाउँछु तपाईँहरूलाई फेरि असल गुरुङ के भयो स्कुटी बिग्रो मेकानिक भएर ल मेकानिक भएर आउँदै गरेँ म भिजा झरेको मान्छेबाट जान्छु भेट्न अब केटा हो भिजा झरेको मान्छेबाट है म ट्याक्क अब म के देखाउँछु अब म तिमीहरूलाई को देखाउँछु आउन न मेरो दिनेशजी कङ्ग्रेचुलेसन सक्सेसफुल पर्सन ल यतापट्टि आउनु न सक्सेसफुल पर्सन मेरो साथी मेरो मित्र कस्तो जोको रहेछ मान्छे रेसोल्टी है भिजा दिनेश ठाउँमा चक्लेटी बोय अब जापान गएर अब खोइदा ल बोल्नु पर्यो नि हामीसँग अरिगातो गोजाइमास ए यहाँ चाहिँ फेरि यस्तो पार्टीको तयारी पोर्क आम्बो यस्तो त्यस्तो देखेर अहिले केही नहाल्यो भने होला होइन अहिले पछि कस्तो बबाल देख्छन् त्यहाँ तपाईँहरूले आउँछ नि को अनिसले त भने नि तपाईँले भनेन यस्ता मन त कहाँ केटाहरू सबै आउँछ अनिसले त भनेको नि तपाईँले भन्छ भनेर अलग फोन गर्न आइहाल्छ नि ल अहिले ओहो आज अहिले चाहिँ यहाँ लिची पार्टी लिची भोक लागेर यो र यो मफिन यहाँ फेरि हेर्नको ओहो फेरि आज भ्लगमा को आएको छ त मेरो भ्लगमा ओहो कोरियन बोय एक कोरियन बोय है खाएर भेटौँ भाइ केही भन् मैले खोलाएर धेरै धेरै धन्यवाद होइन उसको मेरो भाग्य तेरो भाग्य चाहिँ मैले खोलाएर भन्नु पर्यो अहिले फेरि भेटौँ ल स्टे ट्युन गाइज ल हाम्रो सुरु हेभ अ सेफ फ्लाइट मेरो दिनेश सोल्टी सबजनालाई ओहो जिन्दगीको अब
स्ट्रगल नयाँ स्ट्रगल सुरु हुन्छ अब लाइफमा होइन हाम्रो दिनेशजीको कन्टिन्यू त्यहाँ पछाडि हुनुहुन्छ ल ल हेभ सेफ फ्लाइट सोल्टी ल ल ल काटौँ त्यहाँ हाम्रो दिनेश सोल्टीको बहिनी फेरि मोबाइलमा व्यस्त नेपाल काटेर अब जापान छोड्नु ल काटौँ ओहो अनिश जी कोरियन भाइ ऊ त कोरिया जाँदैछ फेरि छिट्टै कहिले जाने हो कोरिया लजा गर्नु यता फेरि चक्लेटी ओइ ऊ नयाँ मेम्बर मेरो भ्लगमा केही भन्नु मेरो भ्लगमा ओइ अहिले पछि भनौँ होला ल उताटी आन्टीलाई नि खुवाइदिनु भएछ ल अलिअलि लगाम पर्छ अलिअलि अहिले के खान्छ अनुहारमा अनि नलाउँदाखेरि ल केटाहरूलाई काटिदिनु अलिअलि आफै खान्छ अलिकति खुवाइदिनु यस्तै छ हाम्रो यहाँ पार्टी खानेकुराहरू फेरि आम्बो के ल हेर असिम सोल्टी तपाईँले मेरो भ्लग हेर्दैन होला तपाईँलाई छुट्टै क्लिप काटेर पठाउँछु म के अरे डन्डु लाइक दिस रे इङ्ग्लिस जाने मान्छे नेट खाए नेट अलिकति त खायो नेट नखाने अलिकति त हाने के ल मुखमै जोडाएपछि त खायो कि अलिकति हेतेरिका यार अलिकति खानु नेट नखाने अलिकति खानु झुटो मात्रै ल भइहाल्यो त अनि यस्तै भएर अहिले देखाउँला है तपाईँहरूलाई यस्तै छ अहिले देखाउँछु फेरि